परिचालन छन् भन्ने कुरा हामीले स्पष्ट देखिरहेका छौँ। हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि राज्य कहिले पनि यहाँका मूलवासीको हुन सक्दैन जबसम्म चाहिँ यहाँका मूलवासीहरू चाहिँ 80% भन्दा बढी राज्यको चाहिँ विभिन्न निकायहरूमा पुग्न सक्दैनन् र उनीहरूका धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक अधिकारलाई चाहिँ संरक्षण गर्ने, सम्वर्धन गर्ने राज्य सत्ता जबसम्म हुँदैन तबसम्म चाहिँ तपाईँ हामीले चाहे अनुरूपको परिवर्तन यो देशमा हामीले महसुस गर्न सक्दैनौँ। यो कुरामा चाहिँ हामी चाहिँ स्पष्ट हुनुपर्दछ। अहिले हामीले देशलाई चाहिँ सङ्घीय राष्ट्र भनेर हामीले भनेका छौँ, लोकतन्त्र यहाँको अभ्यास भइराखेको छ भनिराखेका छौँ, तर वास्तवमा चाहिँ यो सङ्घीय राष्ट्र नभइकन, यो गणतान्त्रिक राष्ट्र नभइकन यो एकल जाति नस्लवादी शासकहरूले अहिले पनि नियन्त्रणमा राखेको राज्य हो, सत्ता हो। र मलाई खुसी लागिरहेको छ अहिले पहिचानवादी आन्दोलन एउटा धार्मिक सांस्कृतिक आन्दोलनको रूपमा अगाडि बढिरहेको छ। र हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ राजनीतिक आन्दोलन त्यति बेला मात्रै सफल हुन्छ जब चाहिँ हामी चाहिँ एउटा किसिमको चाहिँ धार्मिक सांस्कृतिक आन्दोलनबाट हामी अगाडि बढ्छौँ र हामीले आफ्नो अस्तित्व, आफ्नो पहिचान, आफ्नो इतिहास, धर्म संस्कृतिलाई चाहिँ संरक्षण र जगडा गरेर हामी अगाडि बढ्न सक्यौँ भने मात्रै हामीले चाहिँ त्यसले चाहिँ एउटा समुदायमा एउटा भावनात्मक एकता स्थापित गर्न सक्दो रहेछ। अनि बल्ल चाहिँ त्यसपछि चाहिँ राजनीतिक क्रान्ति अगाडि भएर सफलताको दिशातिर जाँदो रहेछ। र हामीले चाहिँ एउटा आफू चाहिँ एउटा यो देशको चाहिँ एउटाको हिस्साको रूपमा, यो देशको नागरिकको रूपमा चाहिँ हामीले चाहिँ एउटा स्वतन्त्र नागरिकको रूपमा आफूलाई चाहिँ स्थापित गरेर हामी एउटा आत्मसम्मानपूर्वक बाँच्न सक्दो रहेछौँ।